विद्यालयले तपाईँको छोराको A to Z कुरामा चेन्ज ल्याउन सक्छ। यसमा हामीलाई तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। म त कार्यालयमा व्यस्त हुन्छु अनि म पनि अफिस घरमा व्यस्त हुन्छु। फुर्सद भएमा म टिकटकमा व्यस्त हुन्छु। मैले तपाईँहरू केमा व्यस्त हुनुहुन्छ भनेर बोलाएको होइन। मेरो कुरामा ध्यान दिनुहोस्। बाबुको न पढाइमा ध्यान छ, न टिचरसँग इन्टरेक्ट छ, न पर्सनल हाइजिन छ। दिनदिनै वेट घट्दैछ, आँखा कम देख्छ, टाउको समातेर बस्छ, अरूले बोलेको पनि मन पराउँदैन। तपाईँले कहिले याद गर्नु भएको छ? ओहो, हामीले त यो कुरामा कहिले पनि ध्यानै राख्न सकेनौँ नि। प्रिन्सिपल म्याम, सुवासलाई के भयो? सुवास एक्कासी बेहोस हुनुभयो र आँखाबाट रगत आयो। हो र, नत्र एम्बुलेन्स बोलाऊ न। हेलो डाक्टर साहब। हेलो, तपाईँ स्कुलमा छिट्टै आउनु होला, इमर्जेन्सी केस भयो। हस्, हुन्छ, आइहाल्छु।